नमस्ते, म डाक्टर दीपक सुवेदी र यो मेरो छोरा हो दियन। आज हामी काठमाडौँ एयरपोर्टमा छौँ। यात्रा सुरु हुनु अघिको यो समय मानिसहरू सोच्दछन् आध्यात्मिकता भनेको शमशानघाट, एकान्त, कठोर तपस्या मात्र हो। तर असली तन्त्र यहाँ छ। पिता र पुत्रको सम्बन्ध पनि गुरु शिष्यको परम्परा नै हो। दियन, जब म शमशानघाटका कथनाहरू सुनाउँछु, व्हाट डु यु फिल? I feel very heavy interest towards the things that you are saying, and I like understanding the stories. देख्यौ, बालबालिकामा त्यो शुद्धता हुन्छ जुन हामी उमेरसँग गुमाउँछौँ। नाथ परम्पराले भन्छ बाल स्वभाव जोगाएर राख, जिज्ञासा, आश्चर्य, प्रश्न गर्ने साहस। आध्यात्मिकता भनेको संसार छोड्नु होइन। आध्यात्मिकता भनेको संसारमै बसेर शुद्ध चेतनामा बाँच्नु हो। पिता भन्नु पनि एउटा साधना हो, धैर्यको, प्रेमको, परम्परा अगाडि बढाउने साधना। यो हो असली लिनेज ट्रान्सफर्मेसन, किताबबाट होइन, जीवनबाट। जय गोरखनाथ, जय जय काली।